विशेष आग्रह गर्दछु। सभामुख महोदय, राजनैतिक यात्राको अत्यन्त उतार चढावपूर्ण हाम्रो अनुभवले, मेरो आफ्नै अनुभवले पनि भन्छ कि हार सहन जति कठिन छ, जित पचाउन त्योभन्दा कठिन हुन्छ। तपाईहरू जस्तै 64 सालमा धेरै मत ल्याएर भाँडोमा न भुइँमा भएको पार्टीको नेता मै हो। तपाईहरू त्यस्तै हुनुहुन्छ कि भन्ने चिन्ता, त्यस्तो नभइदिए हुन्थ्यो भन्ने छ मलाई। हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। यो संसदमा राष्ट्रसभासँग करिब 2/3 विशाल बहुमत छ। यो विशाल बहुमतलाई जनताको विशाल जिम्मेवारीका रूपमा ह्यान्डल गर्नुपर्दछ। यसलाई अहङ्कारको मलखात बन्न दिनु हुँदैन। नेकपाका रूपमा हामी यही संसदमा करिब तपाईहरुकै साइजमा, 2/3 साइजमा थियौं केही समय पहिले। जनताको त्यो विश्वास हामीले आफ्नै कमजोरीको कारण बचाउन सकेनौं। इतिहास र अनुभवले साबित के गरेको छ त, संख्या भन्ने कहिल्यै स्थायी हुँदैन। ढुक्क हुनुहोस्, थाहै हुँदैन यो संख्या। र जनताको समर्थन पनि निशर्त हुँदैन, सशर्त हुन्छ। उनले सोचे जस्तो भएन भने भोलिपल्टै त्यो हामीबाट सिक्नुहोस्, इतिहासबाट सिक्नुहोस्। यो सम्मानित संसद लोकतन्त्रको आधार स्तम्भ मात्र होइन, नागरिक सम्प्रभुताको सबभन्दा ठूलो प्रयोग स्थल पनि हो। यहाँ निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासले प्राथमिकता पाउनु पर्दछ। हाम्रो भूराजनीतिक अवस्थितिले ठूलो विवेक र संयमको माग गर्दछ। संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौँ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो, म त्यसलाई समर्थन गर्दै प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्। हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैलीमा। राष्ट्रिय स्वाधीनताको रक्षा र सुदृढीकरणको प्रश्न हामी नेपालीको लागि आज सर्वाधिक संवेदनशील र महत्त्वपूर्ण प्रश्नको रूपमा उभिएको छ। म अहिले धेरै कुरा भन्न चाहन्न। हाम्रो भूराजनीतिक अवस्थितिका कारण विभिन्न शक्ति केन्द्रहरूका दबाव र हस्तक्षेप दिन प्रतिदिन बढ्दै गएका छन्। साथै हाम्रो प्राकृतिक स्रोत साधन, जसमा युरेनियम जस्तो बहुमूल्य खनिज पदार्थ पनि पर्दछ, तिनमा आफ्नो नियन्त्रणका लागि समेत शक्ति केन्द्रहरू आफ्नै ढङ्गले लागिरहेका समाचारहरू पनि आइ नै रहेका छन्। यस्तो संवेदनशील परिस्थितिमा सम्पूर्ण देशभक्त नेपालीहरू आफ्नो राष्ट्रिय हित, राष्ट्रिय आत्मसम्मान र संसाधनको रक्षा गर्न एकजुट हुनुपर्ने ऐतिहासिक आवश्यकता बन्न गएको छ। विपक्षी दलका रूपमा हामी तपाईहरूको कमजोरीको प्रतीक्षामा छैनौं। मैले अलिकति आलोचनात्मक टिप्पणी गरे पनि तपाईहरूले बुझ्नु भयो नै होला। मेरो नकारात्मक भावबाट भन्दा सुझावको रूपमा फेरि हामीले विगतमा गरे जस्तो तपाईहरूले पनि नगर्नुहोस् भन्ने हिसाबले, हिजोको 2/3 जे भोग्नु पर्यो, फेरि यो 2/3 पनि त्यही भोग्नु नपरोस् भन्ने हिसाबले मैले जोड दिएर यो कुरा राखिराखेको छु। त्यसकारण विपक्षी दलका रूपमा हामी तपाईहरूको कमजोरी भइदिएको होस् भनेर त्यसको प्रतीक्षा गरिरहेका छैनौं। जनताले सुम्पेको जिम्मेवारी पूरा गर्नुहोस्। हाम्रो साथ समर्थन रहनेछ। राष्ट्र निर्माण सामूहिकताबाट मात्र सम्भव छ। सरकार र संसदका सबै सदस्यहरूलाई सफल कार्यकालको हार्दिक शुभकामना सहित म बिदा हुन्छु। धन्यवाद। अभिवादन।